जय मसीह, गुड इभिनिङ, प्रेज द लर्ड। धन्यवाद परमेश्वरलाई आजको बिहानी सुन्दर देखियो। साँझको समय हामीलाई विभिन्न प्रकारका जोखिम पीडा खतरा समस्याहरू बिमार सतह परीक्षाहरूबाट जोगाइ बचाइ आफ्नो अनुग्रह छत्र छायामा राखी परमेश्वरले हामीलाई डोर्याउनु भएकोमा धन्यवाद परमेश्वर बुवालाई। आमेन, हालेलुया। प्रभुको महिमा भएको होस्। आज यस इभिनिङको वचन हामी लिएर आइसकेका छौँ। यो इभिनिङको वचन छ जस्तै कि तपाईँको परमेश्वरलाई चिनेर पनि, प्रभु यीशु ख्रीष्टलाई चिनेर पनि नचिने जस्तो गर्ने, अन्जान बनिने त्यस्ता व्यक्तिहरूको निम्ति र परमेश्वरले चाहिँ जो साँचो र सत्य परमेश्वरलाई चिनेर पनि साँचो र सत्य परमेश्वरको आराधना गर्न छोडेर जो चाहिँ परमेश्वरकै चाहिँ विरोध गरिरहेको छ र परमेश्वरलाई, प्रभु यीशु ख्रीष्टलाई चाहिँ घृणा गरिरहेको छ, इन्कार गरिरहेको छ, उहाँहरूको निम्ति चाहिँ जीवित परमेश्वरको वचनले चाहिँ के भनिरहनु भएको छ हामी त्यो वचन अनुसार हामी हेर्नेछौँ। आउनुहोस्, हामी ढिलो नगरी पवित्र शास्त्र बाइबलमा चाहिँ हामी यो वचनलाई हेर्नेछौँ है त। यिर्मया 44 अध्यायको 10मा भनेको छ, आजको दिनसम्म पनि तिनीहरूले आफैलाई नम्र तुल्याएका छैनन् अथवा मलाई आदर गरेका छैनन्, न मेरा व्यवस्था र विधिहरूमा तिनीहरू चल्छन् जो मैले तिनीहरू र तिनीहरूका पिता पुर्खाहरूका सामुन्ने राखेको थिएँ। आमेन, हालेलुया। धन्यवाद परमेश्वर बुवालाई। अब यसमा चाहिँ तपाईँले सोच्नुपर्ने कुराहरू हो। जीवित र साँचो र सत्य परमेश्वरले तपाईँ र हाम्रा चाहिँ बिति गएका हाम्रा पिता पुर्खाको उहाँको जीवनमा, उहाँको जीवनकाल रहन्जेलसम्म परमेश्वरले के चाहिँ विधि विधान राख्नुभएको थियो र हामीले चाहिँ अहिलेसम्म हामी चाहिँ किन चाहिँ नम्रता भएका छैनौँ, हामी चाहिँ किन चाहिँ हठी भइरहेका छौँ, हामीले चाहिँ कसको चाहिँ विरोध गरिरहेका छौँ, कस्तो प्रकारको चाहिँ हामी दुष्टतामा हामीले अगाडि हाम्रा कदमहरू बढाइरहेका छौँ, यो प्रकार चाहिँ हामीले चाहिँ यसको चाहिँ विषयमा हामीले खोजी गर्नुपर्दछ। आखिरी हाम्रो चाहिँ पिता पुर्खाको समयमा चाहिँ को चाहिँ साँचो र सत्य परमेश्वर हुनुहुन्थ्यो र चाहिँ उहाँले चाहिँ के चाहिँ हाम्रो अगाडि ती विधि विधानहरू राख्नुभएको थियो, यो सबै कुराहरू हामी जाँच गर्नु अति आवश्यकता छ। प्रिय मित्रहरू, यदि तपाईँलाई चाहिँ प्रभु यीशु ख्रीष्टको विषयमा तपाईँलाई थाहा छैन भने प्रभु यीशु ख्रीष्ट को हुनुहुन्छ र साँचो र सत्य परमेश्वर को हुनुहुन्छ, उद्धार र मुक्तिको बाटो र सत्य जीवन चाहिँ को हुनुहुन्छ भन्ने यदि तपाईँ खोजी गर्न चाहनुहुन्छ भने सो प्लिज तपाईँले चाहिँ विरोध गर्न र इन्कार गर्न र घृणा गर्न छोड्नुहोस् प्रभु यीशु ख्रीष्टलाई र उहाँको चाहिँ खोजी गर्नुहोस्, को हुनुहुँदो रहेछ त उहाँ भन्ने तपाईँले यदि खोजी गर्नुभयो भने तपाईँले त्यो चाहिँ अवश्य नै त्यसको रहस्य तपाईँले भेटाउनुहुनेछ। हस्, फेरि पनि जय मसीह, प्रेज द लर्ड।